जरा सबर करो। गाइज वेलकम छ मेरो भ्लगमा सबैजनालाई। आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। हामी अब आमा छोरी जाँदैछौँ बारीतिर तरकारी रोप्न। हेर्न सक्नुहुन्छ कस्तो राम्रो घाम लाग्यो हाम्रोतिर। अलिअलि मैले लाइनर पनि लाऊँ। हेर्न सक्नुहुन्छ त्यहाँ मम्मीहरू हुनुहुन्छ। हामी आमा छोरी जाँदैछौँ। त्यहाँ भाउजू घाँस काट्दै हुनुहुन्छ। हाई गरिदिनुहोस्। मेरो छोरी कसरी हाँसेको। देख्नुभयो? एउटा छोरा पनि आउँदैछ हेर्नु होला। हामी बारीमा आइसक्यौँ। यो हाम्रो खुर्सानी हो, मम्मीहरूले रोपिसक्नु भएर छ। यो हाम्रो बङ्गुरको खोर हो। अब हामी खरबुजा देखाउन जान लाग्छौँ। खरबुजा हाम्रो कस्तो भएको छ नि त्यस्तै देखाउने हो। खरबुजा हाम्रो कस्तो भएको छ। यो चाहिँ गाइस हाम्रो नदी हो। ठुल्ठुलो बाढी आउँछ, एकदमै ठुल्ठुलो बाढीहरू आउँछ। यो चाहिँ हाम्रो बाटो, यस्तो रहेछ बाटो। त्यो चाहिँ हाम्रो खरबुजा हो। हेर्न सक्नुहुन्छ त्यहाँ हाम्रो खरबुजा छ। यो चाहिँ हाम्रो आँप हो। कसरी आँप फल्यो है हेर्नु। सानो सानो छ, तल खस्या रहेछ आँप। खरबुजा त्यहाँ खाँदै हुनुहुन्छ त्यहाँ खरबुजाहरू। यहाँ पनि हाम्रो खुर्सानी छ। खरबुजा हाम्रो सबै सडिसकेछ। के गर्ने, बाँदरहरू आउँछन्, दुईटा खाइदिन्छन्। त्यो हाम्रो मकै हो, मकै पनि खाइदिन्छन्। खरबुजा खाँदैछौँ गाइस, कस्तो मिठो छ। हाम्रो बारी हो त्यो खरबुजा फरेछ। त्यो हाम्रो खरबुजा हो, यो बाल्टीमा छ। हामी खान लाग्छौँ। हामी देखाइसकेको छौँ हाम्रो यो बारी हो, हजुरहरूलाई देखाइसकेछौँ। यो हाम्रो आँप हो। अब हामी खरबुजा खाइसकेपछि अब हामी घर जाँदैछौँ। त्यहाँ भाउजूहरू घाँस काटिराख्नु भयो। अब हामी घर जान लाग्छौँ। कस्तो गर्मी भयो मलाई त। कसले क्यामेरा समाइदिने हो थाहा छैन। यो त यस्तो गरुङको छ नि, यस्तो गरुङको लागिरहेको मलाई। के गर्ने, बोक्नु पर्यो त यसलाई। यस्तो गरुङको छ नि, कति केजीको होला यो, हजुरहरू गेस गर्नु होला। गाउँ ठाउँमा बस्ने मान्छे काली काली पऱ्यो। मैले काली भइसकेँ काली। देख्न सक्नुहुन्छ यहाँ मेरो बजूहरू छन्, यहाँ खरबुजा खाँदै हुन्छन्। दादा गुरै करता खाऊ न। खरबुजा खाइरहेछौँ हामी, नातिनी र बजै।